नमस्कार सम्पूर्णलाई यस सेसनमा सहभागी हुने सम्पूर्ण प्रशिक्षार्थी साथीहरूलाई हार्दिक नमस्कार। आजको क्लासमा चाहिँ हामी डिजिटल मार्केटिङ र डिजिटल मार्केटिङका फाइदाहरू र त्यसबाट कसरी हाम्रो बिजनेस ग्रो गर्न सकिन्छ, कसरी त्यसमा इन्गेज गर्न सकिन्छ, कसरी हाम्रो मार्केटमा हाम्रो स्थायित्व कायम गर्न सकिन्छ डिजिटल्ली भनेर चाहिँ यस सेसनमा हामी डिस्कसन गरिनेछ। डिजिटल मार्केटिङ गर्नलाई चाहिँ हामी कतिको गरेका रहेछौँ, के कुराहरू सुधार गर्नुपर्दो रहेछ हो, आगामी दिनमा डिजिटल मार्केटिङको कुन एरियाजहरूमा चाहिँ हामीले फोकस गर्ने। मैले हिजो भनेको थिएँ नि, कस्टमर चिन्नुपर्छ क्या तपाईँले कस्टमर नचिनिकन यसै मार्केटिङ गरेछ त्यसको रिजल्ट्स आउँदैन कि। कस्टमर चिन्नु पऱ्यो नि त। मैले हिजोको स्लाइडमा कनेक्ट हुन्छ है धेरै कुराहरू। कस्टमर त तपाईँले चिन्ने हो नि त, बाहिरको मान्छे एबिसी आएर तपाईँको कस्टमर चिन्दैन नि त। कस्तो कस्टमर आउँछ, चाइनिज आउँछ कि वा इन्डियन आउँछ कि नेपाली आउँछ कि, नेपालीको पनि कुन एरियाबाट आउँछ तपाईँकोमा हुन्छ नि त, लोकेसन लेख्नुहुन्छ नि त, काठमाडौँबाट आउँछ कि धेरै भक्तपुरतिरबाट आउँछ कि। अब मार्केटिङ गर्दा नि त्यो एरियामा गरे पो इफेक्टिभ हुन्छ नि त। एउटा लोकेसन्स त तपाईँको डाटा त लेख्नुहुन्छ नि, अहिले भन्यो नि हामीले चेक इन गर्दाखेरि एउटा फर्मेट भराइन्छ नि त। हेर्ने सरसर्ती 1 महिनाभित्रमा हाम्रो होटलमा कहाँबाट आइरहेछन् त चेक गर्ने हो, त्यो कुरालाई नि भनिन्छ। मैले भनिहालेँ मार्केटिङको दुईवटा टर्म हुन्छ क्या। मार्केटिङ जहिले पनि दुईवटा चिजलाई गरिन्छ, मैले अहिले भने जस्तै है, बुझ्ने हो। अहिले हाम्रो साथीहरूले नि भन्नुभयो यो मार्केटिङको डिफिनेसन्स त मैले भनिराख्नु परेन। इलेक्ट्रोनिक मिडियाहरू युज गरेर गरिने मार्केटिङलाई चाहिँ हामी डिजिटल मार्केटिङ भन्छौँ। यहाँ चाहिँ अरू मार्केटिङको कुराहरू गरिँदैन है। मार्केटिङ धेरै तरिकाबाट हुन्छ, पेपरहरूबाट गरिन सकिन्छ हो, होर्डिङ बोर्ड्सहरू राखेर गरिन्छ, त्यसलाई चाहिँ हामी अलि भनिएन, यो पाटोमा परिएन। यसलाई चाहिँ फुल्ली डिजिटल मिडियाहरू युज गरेर। ओके, डिजिटल मार्केटिङको यसले चाहिँ अहिले भने जस्तै ब्रान्डिङको लागि हेल्पफुल हुन्छ, सोसल मिडियाहरूबाट हुन्छ, कन्टेन्ट मार्केटिङ हुन्छ। कन्टेन्ट मार्केटिङ भने चाहिँ अहिले आउँछु म एकछिनमा यसमा। इमेल मार्केटिङ हुन्छ, भिडियो मार्केटिङ, सिइओ भनेको थिएँ नि मैले, एसइओ भनेको चाहिँ सर्च इन्जिन अप्टिमाइजेसन्स भन्छौँ यसलाई चाहिँ हामी। यो चाहिँ अब त्यो डिजिटल मार्केटिङ एक्सपर्टहरूले नै गर्छन् उनीहरूले। त्यो भनेको चाहिँ खोज्दाखेरि अहिले मैले भने नि खोज्न लगाएँ नि तपाईँहरूलाई, तपाईँहरूको कति नम्बरमा पऱ्यो त खोज्दाखेरि। भेट्दै भेटिएन, ल हेर्नुहोस् त कति विडम्बना हो। होइन, नन स्टारको पनि छन् उनीहरूले। हेर्नुहोस् त कति धेरै खर्च गरिरहेछन् मार्केटिङमा। 20 वर्षदेखि भन्छौँ गरिरहेछौँ भनेर चाहिँ कहाँ इन्भेस्टमेन्ट गर्ने भन्ने कुरा नै बिर्सिसकियो कि। अहिले भनेको त मार्केटिङकै जमाना त हो नि। गेस्ट पनि दुईवटा टाइपको हुन्छ, फ्री FIT गेस्ट र booking.com। तपाईँ इन्टरभ्यूले अर्कोसँग डिपेन्डेन्ट हुनुहुन्छ कि, त्यो आफैले पनि गर्दा पनि हुन्छ नि त। जति कमिसन उसले रेगुलर पाइरहेछ, उसले फाइदा रहेछ भने तपाईँलाई दिइराख्छ कि, नत्र भने अर्कोलाई सो गरिदिन्छ कि उनीहरूले त। यो चाहिँ सर्च इन्जिन अप्टिमाइजेसन्स भनेको चाहिँ तपाईँहरूको ल यहाँ हात उठाउनुहोस् त, तपाईँहरू सानै होटल भए पनि कतिजनाको वेबसाइट छ गुगल? 3 जना हो। अब त्यो ख्याल आइसक्यो अब हो। ल हेर्नुहोस् त 4-5 जनाको मात्र रहेछ। अब त्यो चलाउने ख्याल आइसक्यो कि। अनि फेसबुक पेज गर्दै गरिन्न। अब के अर्थ भयो त त्यो फेसबुक पेज खोलेर? जस्तै हामीले फेसबुकमा आफ्नो प्रोफाइल पिक्चर चेन्ज गर्नलाई कता फोटो खिच्ने राम्रो गर्ने भन्दै हिँड्छौँ नि। मैले हिजो पनि भनेको थिएँ नि, बिजनेस पनि एउटा इन्डिभिजुअल हो कि, मान्छे छुट्टै पर्सन्स हो, जस्तै हो, हामी जस्तै मान्छे हो। त्यसलाई पनि अपडेट गरिराख्नुपर्छ टाइम टु टाइम। अब त्यसलाई त अब खोलेर राखिदिएको, अब कता के भयो, ह्याक गर्यो कि ह्याकरले, कता के हाल्यो थाहै छैन, खोलेर छोडिदिएको कि छैन, अपडेटै छैन भनेपछि त अनि गेस्टले त अहिलेको युग भनेको त डिजिटलाइजेसन, उसले खोज्छ यो होटल कतिको हो भनेर। अब खोज्दाखेरि त भेट्दैन भने त अब के थाहा, छँदै छैन कि त्यहाँ जाँदाखेरि त पोखरा जाँदै भनेर गयो, फोनको भरमा गयो, त्यहाँ त होटलै नहुन पनि त सक्छ। डिजिटल्ली त्यो देखेपछि चाहिँ उसलाई के विश्वास हुन्छ, ए रहेछ है होटल भन्ने खालको विश्वास पनि अचल डिजिटलाइजेसन भइसक्यो कि। मैले सर्च इन्जिन त्यही भनिहालेँ, सर्च इन्जिन अप्टिमाइजेसन्स भन्छ। त्यो फेसबुकमा खोज्ने बेला जस्तै हामीले कहिलेकाहीँ हेर्छौँ नि, जस्तै केही कुरा खोज्ने बित्तिकै झ्याप्प सुरुमा भेटिने क्या। अहिले मैले भने नि होटल्स इन पोखरा, तिनीहरूको सर्च इन्जिन अप्टिमाइजेसन्समा चाहिँ जस्तै टिकटकहरू कति बनाउनुहुन्छ, बनाइन्छ है। टिकटकमा ह्यासट्याग हानेर पोखरा, ह्यासट्याग हानेर भाइरल कन्टेन्ट भने त्यो ह्यासट्याग राख्छन् नि, त्यही हो। त्यसलाई अगाडि ल्याइदिन्छ कि अरूको कन्टेन्ट हो। हजुर त्यो टिकटकहरू बनाउने भाइरल टिकटकहरू जे भन्छन् नि, त्यो ह्यासट्याग राखेको देख्नुभयो? त्यो भनेको चाहिँ खोज्दाखेरि भेटिने हो कि, किवर्ड भन्छौँ त्यसलाई हामीले हो गुगलमा। त्यो गुगलमा चाहिँ भाइरल भनेर हान्यो भने सुरुमा त्यसको भिडियो आइदिन्छ कि।
त्यही हो सर्च इन्जिन हो। त्यही मात्र होइन, धेरै हुन्छ, त्यो एउटा टेक्निक्स हो है। फेरि अब त्यसैमै भनेर त नजाउँ। जस्तै तपाईँले नि टिकटक राख्दाखेरि बनाउँदाखेरि कन्टेन्ट भन्दा त्यो ह्यासट्यागले चाहिँ त्यो छिटो भेटिने हेल्प गर्छ कि खोज्दाखेरि चाहिँ। जस्तै उसले फेसबुकबाट खोज्दा है होटल्स इन पोखरा लेकसाइड भनेर फेसबुकबाट नि खोज्न मिल्यो, खोज्दाखेरि चाहिँ त्योहरू भेटिने भयो क्या अगाडि। जस्तै तपाईँले लेकसाइड होटेल ह्यासट्याग हाल्नुभएको छ भने तपाईँको अगाडि आयो, केही नहालेको मान्छेको आउँदैन। त्यो चाहिँ सर्च इन्जिन अप्टिमाइजेसन्स भन्छ त्यसलाई। वेबसाइट डिजाइन, अब वेबसाइट डिजाइन त अब मैले भनिहालेँ, खोल्नु भएको छ, कुनै जमाना खोल्नु भएको थियो पैसा तिरेर, अब त्यो के भयो कसो भयो थाहा नै छैन। त्यसलाई पनि रेगुलेट गरिराख्नु पऱ्यो। हामी सानो ठुलो होटेल यति पैसा लिन्छौँ, 800 रुपियाँ लिन्छौँ, 1000 रुपियाँ लिन्छौँ भने पनि त्यो पनि तपाईँको सम्पत्ति हो कि। अहिले सम्पत्ति भनेर चाहिँ जस्तै बिटकोइन भनेर थाहा छ, यो इलिगल हो कम्प्लिटली, आई नो। त्यसको कतै पनि छैन कि केही पनि, त्यसको भ्यालु हेरौँ त $1,00,000 छ, पुगेर अहिले कता छ, कहाँ छ त नि त्यसको? त्यो पनि एउटा सम्पत्ति हो कि, डिजिटल सम्पत्ति हो। नेक्स्ट छ एप डेभलपमेन्ट। यो एप डेभलपमेन्ट त अब यो अलिकति सानो लेभलमा त अलिकति गाह्रो पर्छ, एउटा एपै बनाएर चलाउनलाई त अलिक गाह्रो नै पर्ने कुरा हो। डेटा हो यो चाहिँ TFT, यो होटल फाइनेन्सियल एउटा ग्रुप छ, इन्टरनेसनल ग्रुप। उसले चाहिँ के भन्छ भन्दाखेरि चाहिँ 2026 भित्रमै गएदाखेरि पनि 65% चाहिँ अब अनलाइन बुकिङ हुन्छ। तपाईँहरूकोमा नि हेर्नु न, भइसक्यो, अनलाइन बुकिङ नै हो अहिले हुने। अब FIT गेस्ट जुन चाहिँ हामी फ्री इन्डिभिजुअल ट्राभलर भन्छौँ, डुल्दै आएर होटल छ भन्दै आउनेहरू त कति घटे। यो डेटा नै हो, उनीहरूले रिसर्च गर्दाखेरि चाहिँ अब चाहिँ 65% भन्दा माथि पुगिसक्छ। हुँदैन, घुम्दै आउने त भनेको ठाउँ नपाएर मन नपरेर आए मात्र नत्र भने त पहिल्यै कन्फर्म हुन्छ, आउँछ। डिजिटल मार्केटिङको बेनिफिट्स चाहिँ के हुन्छ त? मैले भनिहालेँ, डिजिटल मार्केटिङ खालि पैसा कमाउने मात्र होइन है, यसको चाहिँ हाई अनलाइन इन्गेजमेन्ट हुन्छ कि। जस्तै तपाईँले कुनै होटल भन्नुभयो, ABC होटल भन्नुभयो, मैले चिन्छु, अर्कोले चिन्छ, पोखराका मान्छे धेरैले चिन्छ। जस्तै होटल बाराई सबैले किन चिने त? हामी त्यसको ग्राहक पनि होइनौँ, कहिले काहीँ गइएला झुक्किएर, तर हामीलाई सबैलाई थाहा कि हाम्रो होटल चाहिँ किन थाहा नभएको त? हो, प्रमोसन्स पुगेन, मार्केटिङ पुगेन। हामी सानो भन्दैमा कसैले चिन्नै हुन्न भन्ने त छैन नि त। हो, यसले डिजिटल मार्केटिङले चाहिँ के गरिदिन्छ भन्दाखेरि चाहिँ इन्गेजमेन्ट बढाइदिन्छ क्या। तपाईँहरूको व्यवसाय चिनिदिन्छन् अरूले, चिन्नु पनि त्यो पनि सम्पत्ति हो कि एक प्रकारको। तपाईँको होटल, म यो होटलको सञ्चालक हुँ, यो होटलको ओनर हुँ भन्दाखेरि अर्कोले ए म चिनेछु नि, त्यो सम्पत्ति हो, नदेखिने सम्पत्ति हो। त्यसलाई पैसामा कन्भर्ट गर्न त नसकिएला, एउटा सम्पत्ति हो। त्यो गर्नको लागि र कस्ट इफेक्टिभ प्रमोसन्स, यो चाहिँ एकदमै कस्ट इफेक्टिभ प्रमोसन्स हो, एकदमै सहज, जहाँ तहीँबाट एकदमै फ्री तरिकाले गर्न सकिने प्रमोसन्स हो। सस्तो पनि पर्छ। हेरौँ है, एउटा पम्पलेट छापौँ, पम्पलेट अहिले त छाप्ने र बाँड्न नि पाइँदैन हो, फोहोरको उस लाग्छ, पम्पलेट छाप्न पाइँदैन, होर्डिङ बोर्ड राख्नलाई त्यस्तै झन्झट छ, त्यस्तै खर्च छ। तर यो हेऱ्यो भने त कस्ट इफेक्टिभ र एकदमै कस्टलाई चाहिँ एकदम सस्तो भरपर्दो भन्छ नि, त्यो हो डिजिटल मार्केटिङ। र प्लस इन्हान्स भिजिबिलिटी एन्ड ब्रान्ड ट्रस्ट, यसले चाहिँ भिजिबिलिटी बढाइदिन्छ। जस्तै तपाईँ यहीँ पोखरामा बसी काठमाडौँको मान्छेलाई मार्केटिङ गर्न सक्नुहुन्छ कि? तपाईँ काठमाडौँ जानुपर्ने, त्यहाँ गएर तान्नुपर्ने, यो गर्नुपर्ने, केही पनि गर्नु पर्दैन। तपाईँ यहीँ बसेर काठमाडौँको मान्छे, भैरवाको मान्छे, इभन इन्डियाको मान्छे कहाँ हो त तपाईँको टार्गेट मार्केट? मैले हिजो भनेको याद छ होला सबैजनालाई। आफ्नो कस्टमर चिन्नुपर्छ क्या पहिला, मेरोमा कस्तो कस्टमर आउँछन् र मैले कसलाई टार्गेट गर्ने हो। मार्केटिङ त्यसरी गरिन्छ। अब यत्तिकै मार्केटिङ गरेर त अन्धधुन्ध गरेर त हुनेवाला केही पनि छैन, रिजल्ट आउँदैन है। त्यही भएर यसले इन्हान्स भिजिबिलिटी एन्ड ब्रान्ड ट्रस्ट, मैले अहिले भने नि ब्रान्डको एउटा ट्रस्ट बढाउँछ कि। डिजिटल्ली छ, खोज्दाखेरि भेटिन्छ, ए यो छ है, यसो हेर्छ। काठमाडौँबाट पोखरा आउँदै गरेको मान्छेलाई होटल ABC, ल सपोज मानव फर इक्जाम्पल, यहाँ कसैको नाम लिइन, ABC यहाँ बस्ने हो भन्दाखेरि उसले खोज्छ, म यो होटलमा बस्ने, ए रहेछ, यसको रुम यस्ता रहेछ नि, यस्तो भ्यू देखिँदो रहेछ है। त्यसले चाहिँ ट्रस्ट बिल्ड गराउँछ हो। नेक्स्ट छ, यहाँ अलिक बुझिएन छ यसको, इमिडिएट एन्ड मेजरेबल इम्प्याक्ट। अब इमिडिएट रिजल्ट्स देखिन सुरु गर्छ कि यो डिजिटल मार्केटिङले। तत्काल भनिन्छ नि, आजको भोलि रिजल्ट देखिन स्टार्ट गर्छ डिजिटल मार्केटिङले, किनकि त्यसको चाहिँ इम्प्याक्ट कसलाई पर्छ?
जसलाई हो खोजेको उसलाई पर्छ कि जस्तै कहिलेकाहीँ तपाईँहरूले याद गर्नुभएको छ कहिलेकाहीँ गुगलमा गएर सु हान्यो भने फेसबुकको एडभरि जुत्ताको विज्ञापन देखाइदिन्छ कि वहीँ जुत्ताको विज्ञापन देखाइदिन्छ हो त्यो एउटा हामीलाई अल्गोरिदम भन्छौँ यो कम्प्युटर टर्ममा एल्गोरिदम भन्छ त्यसले हामीले गुगलले ट्र्याक गरिरहेको हुन्छ कि हामीले भन्छौँ जे गऱ्यो नि हामीले गुगलमा गएर सु हान्यौँ के अरे दराजमा गएर सु हान्यौँ भने फेसबुकमा एडमा हामीलाई जुत्ताका मात्रै आउँछ कि हो त्यसले भन्दाखेरि चाहिँ त्यही डिजिटल मार्केटिङ उनीहरू प्रेसेन्स अगाडि छन् अनि आउँछ तिनीहरूको यदि हाम्रो पनि होटलको बारेमा हामीले एड गर्छौँ भने कस्टमरले काठमाडौँ बसेर होटल खोज्छ भने अब तपाईँको होटल पनि उसको फेसबुकमा उसको इन्स्टाग्राममा उसको के टिकटक कता कता आउन सुरु गर्छ कि अब के भयो त्यसले गर्दाखेरि त भन्दाखेरि चाहिँ अब इम्प्याक्ट देखिन सुरु गर्छ नि त आउँछ गेस्ट आउन बढ्छ तपाईँको ब्रान्डको बारेमा उसले बुझ्छ जान्छ मैले भनिहालेँ नि त मार्केटिङ भनेको चाहिँ तपाईँले पैसा कमाउनलाई मात्र होइन कि तपाईँको ब्रान्ड चिन्नु पनि मार्केटिङ हो अन मिडिया भनेको अहिले मैले सोधेँ तपाईँको वेबसाइट छ कि छैन फेसबुक पेज छ कि छैन त्यही हो तपाईँको हो त्यो जस्तै फेसबुकमा अब न्यु इयर आउनु लाग्छ न्यु इयरमा ह्याप्पी न्यु इयर भनेर राख्दिनँ के गाह्रो हुन्छ त नि कसैले सिकाउनु पर्छ तपाईँले फेसबुकको आफ्नो प्रोफाइलमा त ह्याप्पी न्यु इयर भन्दै 1000जनालाई ट्याग गर्नुहुन्छ नि त्यो के अरे होटलको पेज किन नचला त किन नगरे त त्यस्तो एक दुईवटा पोस्ट बेला बेला हालिदिइराख्यो भने त चल्दो रहेछ रहेछ होटल भनेर त थाकिदिन्छ नि अरू धेरै गर्न नसके नि फेसबुकको पेज बनाएर एउटा दुईवटा पोस्ट बेला बेलामा कहिले रामनवमी आउँछ कहिले चैते दसैँ आउँछ ट्याक 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 राख्दै जाउँ आज 1 लाइक होला भोलि 2 लाइक होला पर्सि 2 लाइक होला आज पछि त 4-5 बढ्दै जान्छ नि त बल्ल अब हामीले त त्यो जानेको कुरा नि गरेनौँ कि दुःख चाहिँ त्यही हो जानेको कुरा त फेसबुकमा पोस्ट हाल्न टिकटकमा भिडियो हाल्न आफ्नो होटलको बारेमा हाल्न त के गाह्रो कुरा भयो सकिन्छ नि त हो राम्रो काटछाट गर्न नआउला गर्न त सकिन्छ है नेक्स्ट छ अन मिडिया भन्छौँ WOM भन्ने भन्छ वर्ड अफ माउथ अहिलेको एकदमै इफेक्टिभ मार्केटिङ टेक्निक्स भनेको चाहिँ अहिले चल्दा बिजनेसले पैसा तिरेर त्यस्तो गर्न लागिसक्यो जस्तै म कस्टमर तपाईँकोमा आउँछु म त्यो होटलसँग रिलेटेड छैन तर मैले के भनिदिन्छु बाहिर गएर भन्दा त्यो होटल त बेस्ट रहेछ मलाई पैसा तिरे हुन्छन् पहिला फ्रीमा गरिदिन्थ्यो के अरे अचल फ्रीमा नि गर्छन् आजकल पैसा तिरेर अर्को मान्छेलाई बोल्न लगाउने कि होटल डिरेक्टली लिङ्क नहुने त्यो गर्दाखेरि त्यसको इफेक्टिभनेस चाहिँ एकदमै इफेक्टिभ हुन्छ जस्तै हामीले गएर पसलमा गएर पसलले मोबाइल किन्न सक्छ फर इक्जाम्पल भने मोबाइलको बारेमा उसले जति जे भने पनि साथीलाई कुन मोबाइल चाहिँ राम्रो छ भनेर सोध्छौँ नि त हो नि तैँले भर्खरै किनेको कोही साथी छ भने कुन मोबाइल चाहिँ तैँले त किने थिइस् नि भर्खरै सोध्छौँ कि हो त्यही भनेको वर्ड अफ माउथ हो कि अब त्यसले चाहिँ के गरिदिन्छ भन्दाखेरि चाहिँ ट्रस्ट एकदमै छिटो बिल्डअप हुन्छ कि मान्छेलाई जस्तै पोखरा कोही काठमाडौँ कोही गछ भने तपाईँहरू बस्नु कुन होटलमा बसिदिएछ राम्रो छ भने त्यस नि भने सोध्छौँ कि मिल्ने साथीलाई हेरौँ त त्यसले कति सजिलो भयो कति छिटो हाम्रो बिजनेस ग्रो हुन्छ त्यो गर्नको लागि चाहिँ हामीले केबाट फेरि त्यो वर्ड अफ माउथ क्रिएट गर्नको लागि पैसा तिरेर नि हुन्छ अब त्यसलाई चाहिँ अब हामी तपाईँले सर्भिस राम्रो गरेर नि सर्भिसमै चेन्ज ल्याउने हो र ओन मिडियाभित्र चाहिँ अब एउटा वर्ड अफ माउथ भयो अर्को रिभ्युज हिजोको कुरा गर्नुभएको थियो रिभ्युजहरू पनि एकदमै क्रुसियल हुन्छ र जहिले पनि नेगेटिभ रिभ्युज आयो भन्ने बित्तिकै अब आत्तिएर त्यसलाई त्यतैतिर फोकस गर्नुभयो भने तपाईँ पोजिटिभ 1000वटा गेस्टलाई छोडिराख्नु भएको छ कि आउँछ सबैमा आउँछ जस्तै कतिजना हेर्नु भने आइफोन अहिले एकदमै हाइएस्ट सेलर हो त्यसको बारेमा नि युट्युबमा हेर्नु भने कामै छैन भनिदिन्छन् कि त्यहीतिर फोकस गर्नुभयो भने तपाईँले त्यो अरू पोजिटिभ रिभ्यू दिने मान्छेहरूभित्र अब छोडिराख्नु भएको छ तपाईँ छोडिदिने हो त्यो अब आउँछन् 1-2जना आउँछन् गर्छन् त्यो भनेको नमानेर त्यो हुन्छ यावत हुन्छ तर त्यसलाई चाहिँ के भन्नु छोड्दै जानु पऱ्यो त्यो भनेको अन मिडिया यसको एकदम लाइभ इक्जाम्पल भनेको तपाईँहरूलाई पनि थाहा होला गुरुङ कटेज घान्द्रुक हेर्नुहोस् त त्यो इन्डियन ब्लगर आइदियो खिचिदियो पैसा तिरे होइन है उसलाई खिचिदियो अहिले हेर्नुहोस् त त्यहाँ बुकिङको चाङ छ कतिले त पाउँदैनन् नेक्स्ट छ सोसियल मिडिया इङ्गेजमेन्ट अहिले भनिसकेको सोसियल मिडिया इङ्गेजमेन्ट त अब डिफ्रेन्ट फेसबुक इन्स्टाग्राम टिकटक त्योहरूलाई पनि टार्गेट गरेर डिफ्रेन्ट जस्तै क्यानभा हामीलाई चलाउँछौँ भन्ने थाहा छ एडिट गर्नको लागि एडिट पनि मैले भनिहालेँ एडिट गर्दा पनि कति गर्ने भन्ने हुन्छ है भनेर चिन्नुपर्छ कतिसम्म एडिट गर्दाखेरि जस्टिफाई हुन्छ त्यो चिन्नु पऱ्यो फेरि अब के अरे किरालाई हिरा बनाइयो भने त अब सकियो आफै फसिन्छ त्यसमा है त्यो इङ्गेज गर्ने र सेड्युल पोस्ट के टाइम टु टाइम इङ्गेज गर्नु मैले अहिले भने नि फेसबुक पेज छ पोस्टै गर्दैनौँ
अर्थ भएन क्या त्यसले त। पोस्ट गर्नु पऱ्यो, जानी नजानी भए पनि ल हाम्रा सम्पूर्ण ग्राहक वर्गलाई नयाँ वर्षको शुभकामना त्यति लेख्दा के भयो त नि, त्यसले इङ्गेजमेन्ट त बढ्यो नि त। त्यो केही टाइमको कुरा होइन। हामीले फेसबुकमा गएर हाम्रा साथीभाइहरूलाई भन्नुभन्दा हाम्रो पेजबाट गरौँ न, पेजबाट बरु तिनीहरूलाई ट्याग गरिदिउँ, कसैको ट्याग फ्री छ भने, नगरौँ भने त्यो पनि ल ठिक छ। बरु पेजमा गरेको कमेन्ट आफ्नो फेसबुक प्रोफाइलमा आफूले चाहिँ सेयर गरिदिउँ बरु, त्यसले के हो इङ्गेजमेन्ट बढ्यो नि त। मान्छेले ए होटल रहेछ, यस्तो रहेछ, कनेक्सन बिल्डअप हुँदै जान्छ कि। खालि त्यो पैसा तिरेर मात्र गर्ने भन्ने पनि हुँदैन है। त्यो पोस्ट पनि सेड्युल गर्ने कि, फेरि गरे गर्ने पनि होइन, कति बेला टाइम टु टाइम एउटा पोस्ट गरिराख्ने कि। जस्तै नयाँ वर्ष आउँछ, कोही आउँछ त्यो गर्ने। जस्तै हाम्रो ठुलो गेस्टहरू आयो भने तिनीहरूको क्लिप हालिदिउँ अनि सोधिदिउँ न त, यसो क्यामेरा लगाएर तपाईँलाई कस्तो लाग्यो होटल भनिदिनुहोस् भन्ने नि त, हालिदिने। के गर्नै परेन, तपाईँ हामीलाई सर्भिस कस्तो लाग्यो भनेर सोध्ने, भनिदिने, हालिदिने। उनीहरू फ्रीली दिन्छन्, त्यसलाई पैसा तिर्नु परेन है। र इन्गेज विथ द कमेन्ट्स, मैले अहिले भनिहालेँ, रिभ्यू दिन्छन्, रिभ्यू दिएपछि त्यसलाई त्यस्तै छोड्ने चाहिँ होइन। राम्रो भए वेलकम, एउटा थ्याङ्क यू केही भन्ने, नराम्रो भए विल ट्राई आवर बेस्ट फर नेक्स्ट टाइम भन्ने, विल करेक्ट द्याट मिस्टेक्स भन्ने। अब त्यो त्यता चाहिँ जानुपर्ने, त्यो नि विल इम्प्रुभ नेक्स्ट टाइम भन्ने। त्यसरी चाहिँ हामी प्र्याक्टिकल गर्न सकिन्छ। यो चाहिँ गरिहाल्नुपर्ने। यो गुगल बिजनेस प्रोफाइल र तपाईँहरूले अब गर्ने भने त त्यो फेसबुक पेजलाई चाहिँ अब खेलाउन दिनु भएन कि। के अरे वेबसाइट छ भने पनि यसो बेला बेला पोस्ट हान्नु पऱ्यो कि। त्यो पनि जिउँदो मरेको के छ भनेर यसो हेरेर आउनु पऱ्यो नि त। त्यतिकै छोडेपछि त त्यो सक्यो। इन्करेज गेस्ट रिभ्युज, अब गेस्टलाई रिभ्यू दे भनेर इन्करेज गर्ने, देऊ रिभ्यू देऊ, इन्करेज गर्ने। गुगल फेसबुक कता कता हुन्छ रिभ्यू दिन लाग्ने, मेस्टली चाहिँ गुगल फेसबुक अन्त त्यो ह्यान्ड रिटन लेखेर मात्र भएन, गुगल फेसबुकमा अलिक बढाउने कि। किनकि त्यसले चाहिँ बाहिरबाट हेर्ने मान्छेले नि के बुझ्छ, हामी त डिजिटलको कुरा गरिरहेको छौँ, गुगल फेसबुकमै रिभ्यू दिन लगाउने कि हो। किनकि गुगलमा खोज्दाखेरि पनि जुन धेरै एक्टिभ भइरहेछ फेसबुक अरू गुगल त्यही अगाडि आइदिन्छ कि। जसको रिभ्यू धेरै छ, नेगेटिभ भयो नि पोजिटिभ भए पनि जसको रिभ्यू धेरै छ त्यही माथि आउँछ कि, टपमा आउँछ कि त्यही हो। अब त्यो रिभ्यू नै नभएको केही पनि देखिन भन्दा त देखिँदैन, पुछारामा बस्छ, सक्यो है। नेक्स्ट छ मोनिटर कम्पिटिटर्स। अब यहाँ त हामी सबैजना एक अर्काको कम्पिटिटर्स नै हो। अब त्यो मार्केटमा अब यहाँभन्दा बाहिर गएपछि त हामी कम्पिटिटर, यहाँ हुँदा साथी भए पनि यहाँभन्दा बाहिर गएपछि कम्पिटिटर्स हो। हेर्ने अर्कोले आफ्नो जस्तै बिजनेस भएको, आफ्नो जत्तिको क्यापिटल भएको मान्छेले के गरिरहेछ त। रिस्क गर्ने भने होइन है मैले, प्लिज। अब यो नेपालमा त रिस्क गर्ने त्यसलाई खसाल्छु भन्ने त लाग्दैन। आफूले नि गर्ने नि, सकिन्छ भने, आइडिया छ भने गर्ने। के गर्न सकिन्छ त, मेरो क्षमता के छ, मैले कतिकोसम्म टार्गेट गर्न सक्छु गर्ने।